हेलो एभ्रिबडी। सो आज चाहिँ म तपाईँहरूलाई एक्सेलमा भएको डेटामा कसरी बोर्डर राख्ने र कलमको डेटालाई कसरी रोमा अथवा भाइस वर्सा कन्भर्ट गर्ने भन्ने तरिकाहरू सिकाउन गइरहेको छु। सो नर्मली यहाँ हेर्नुभयो भने मेरो अहिले सिम्पल एक्सेलको डेटा छ। सो म यसलाई सेलेक्ट गर्छु र मलाई बोर्डर राख्नु पऱ्यो भने म के गर्छु, फन्ट ग्रुपमा गएर तपाईँको एउटा अल बोर्डरमा क्लिक गर्छु है। र अर्को सजिलो तरिका र सर्टकट किज भनेको चाहिँ के हो भन्दाखेरि अल्ट एच बी ए। सो यसरी अल्ट एच बी ए गऱ्यो भने पनि तपाईँको बोर्डर आउँछ र हटाउनु पऱ्यो भने के गर्ने भन्दाखेरि अल्ट एच बी एन। सो बोर्डर हटेको छ। सो मलाई बोर्डर चाहिन्छ, म के गर्छु, अल्ट एच बी ए गर्छु है। सो यदि गरिसकेपछि चाहिँ अहिले हाम्रो डेटा हेर्नुभयो भने अहिले हाम्रो कलम फर्मेटमा छ। सो यसलाई रो फर्मेटमा लगाउनको लागि पहिला सबै यसरी सेलेक्ट गर्नुहोस्। सेलेक्ट गरिसकेपछि यसलाई कन्ट्रोल सी गरेर कपी गर्नुहोस् र पेस्ट गर्नको लागि चाहिँ तपाईँले जहाँ जानुपर्ने हो त्यहाँ जानुहोस् र के गर्नु भन्दाखेरि अल्ट एचबिटी। सिम्पली यो भनेको चाहिँ तपाईँको कलम डेटालाई रो डेटामा ट्रान्सपोज गर्ने हो। र यसको अल्टरनेटिभ भनेको तपाईँले कसरी गर्न सक्नुहुन्छ भन्दाखेरि कपी गरिसकेपछि यहाँ क्लिक गर्नुहोस् अनि त्यसपछि पेस्टमा जाँदाखेरि पेस्टमा गएपछि तपाईँले यहाँ ट्रान्सपोज भन्ने लेखेको हुन्छ। सो ट्रान्सपोजमा क्लिक गरेर यसरी तपाईँले कलम डेटालाई रोमा ट्रान्सपोज गर्न सक्नुहुन्छ। होप यु लाइक दिस भिडियो र यस्तै एक्सेल भिडियोको लागि चाहिँ फलो गरिदिनु होला।